नमस्ते। हामी उता रानीकोटबाट झर्ने क्रममा अहिले हामी लाकुरी भन्ज्याबाट झर्दै थियौं। यो बाटोको छेउमा यो गण्डेउलाको देखेर हामी निङ्मा सर र म हामी आफै छक्क परेर एउटा भिडियो कभर गरौँ भनेर गरेकोलाई ल गण्डेउला पुरै गण्डेउला लाइफमा पहिलो पटक देखेँ मैले यसरी गण्डेउला। ओ ल गण्डेउला 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 सबै गण्डेउला ल। ओ माई गॉड, क्यान यु बिलिभ दिस? आमामामा कस्तो डाँडो यो गण्डेउलाको गन्ध हो सर यो। म के स्मेल आयो भने नि त यहाँ हाम्रा यहाँ बाटो बनाउने साथीभाइहरूले भन्नुभयो यहाँ गण्डेउला चाहिँ गनाएर उहाँहरू काम गर्न पनि धेरै गाह्रो भनेर भन्नुभयो। अनि हामी यहाँ रोक्यौँ। ल गण्डेउलाको ल साथीहरूले गाउँबाट यो गण्डेउला चाहिँ ल हेर्दाखेरि ओ माई गड गण्डेउला खै खै कसरी बा 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 गण्डेउला यसरी झर्ने? ओहो यो त ल गण्डेउला ल पुरै गण्डेउला हजुर। गण्डेउला यसरी झर्ने रहेछ। मैले पहिलोपल्ट देखेको, लाइफमा यो देखेकै थिएन। अस्ति चन्द्रगिरी जाँदा पनि गण्डेउला देखेर भिडियो त बनाएको थिएँ, तर त्योभन्दा यो त ओहो ल ओहो साथीहरू भन्नु यो यसलाई राम्रोसँग लग्यो भने मल हुन्छ अरे। ल अब यो त थाहा नभएको कुरा हो, तै पनि मैले भिडियो बनाएँ। ल हेर्नुहोस् त ल गण्डेउला 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 है। ल निमा सरले अब है ल गण्डेउलाले गर्दा मोटरसाइकल एक्सिडेन्ट भएको भन्ने सुने। यो गण्डेउला चाहिँ ल